मैले यो समराइज रिटर्न टेक्स्टको लागि चाहिँ यो वाला टेम्प्लेट पढेर गएको सेन्टेन्स 1 अनि एन्ड राखिदिने अनि सेन्टेन्स 2 बट अनि फेरि सेन्टेन्स 3 त्यही प्यासेजबाट हेरेर नत्र त्यो भएन भने अलिकति मिलाएर फर्दर मोर ओभर अनि सेन्टेन्स 1 सेन्टेन्स 2 सेन्टेन्स 3 बिचमा थपिदिने पाराले मैले हेरेर गएको चाहिँ थिएँ। मैले यो पहिला पिटी दिँदाखेरि पनि सेम नै तरिकाले हुन्थ्यो तर त्यति बेला चाहिँ अलि सजिलो थियो। यो कसरी युज गर्छन् भन्दाखेरि चाहिँ सिधै क्वेसनमा गयो, पहिला युज गर्दाखेरि चाहिँ फर्स्टको एउटा सेन्टेन्स टिप्यो अनि त्यसपछि फुल स्टप बिना एन्ड हाल्यो अनि अब सेकेन्ड कुनै सेन्टेन्स खोज्यो। यो सेकेन्ड सेन्टेन्समा बट अनि अर्को फाइनल सेन्टेन्स अनि फुल स्टप लास्टमा। यति गरेपछि चाहिँ फुलमा फुल नै आउँथ्यो पहिला चाहिँ। अहिले चाहिँ यसो गरेर फुलमा फुल आउँदैन। अनि अहिलेको चेन्जेसमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि हामीले यहाँ लेखेको जे चिज छ नि अनि हामीले एन्ड दियौँ भने सेम चिज नै यता पनि एक्सप्लेन गरेको हुनुपर्छ। यो यतापट्टिको सेन्टेन्समा नि सेम चिज एक्सप्लेन गरिदिएको हुनुपर्छ। यतापट्टि हावाको कुनै चिज लेखिदियो अनि त्यसपछि यतापट्टि एन्ड लिएर फेरि जे मन लाग्यो त्यही चिज लेखिदियो भने चाहिँ सेन्स नै बन्दैन नि त के भनिरहेछ भनेर। त्यस्तो हुने बित्तिकै अनि हाम्रो चाहिँ मार्क एकदमै थोरै आउँछ, कन्टेन्टमा एकदमै थोरै मार्क आउँछ। अनि त्यही भएर चाहिँ प्यासेज एकचोटि राम्ररी पढेर टाइम 10 मिनट हुन्छ, त्यो एकदमै इनफ टाइम हुन्छ क्या। 10 मिनट भनेको चाहिँ यो 50-60 वर्ड लेख्नलाई एकदमै इनफ टाइम हुन्छ। पहिला सुरु फर्स्ट स्टेप चाहिँ के गर्नु भन्दाखेरि मजाले प्यासेज पढ्नु, त्यसको मिनिङ के छ भनेर एकदमै राम्ररी पढ्नु, त्यसले भन्न खोजेको के हो। अनि त्यो प्यासेज यो क्वेसन नभएर मैले बाहिर त्यो प्यासेज पढेको भए के चाहिँ बुझ्थेँ भनेर पढ्नु। अनि त्यसपछि आफूले समरी लेख्दाखेरि पनि यो समरी मात्रै पढ्यो भने केही बुझिन्छ कि बुझ्दैन कि हावा जे मन लाग्यो त्यही पढिरहेको छु जस्तो त लाग्दैन नि भनेर त्यो पनि एकचोटि ध्यान दिनुपर्छ। अनि अर्को कुरा भनेको चाहिँ यो सिम्पल बेसिक चिज हो समराइज रिटर्न टेक्स्टमा। फर्स्ट लेटर जहिले पनि क्यापिटल नै हुन्छ, फर्स्टको लेटर जहिले पनि क्यापिटलै राख्नु। त्यसपछि एउटा मात्रै फुल स्टप, 2-3वटा फुल स्टप हाल्नु। झुकेर पनि एउटा कतैतिर फुल स्टप गयो कमाको साटो भने त्यो तपाईँको गयो समराइज रिटर्न टेक्स्ट। त्यही भएर लास्टमा मात्रै एउटा मात्रै फुल स्टप। अनि अर्को कुरा भनेको वर्ड लिमिट 5 देखि 75 हुन्छ तर 60 देखि 70 वर्ड हाल्नुभयो भने इनफ नै हुन्छ। वर्ड लिमिट वहीँनिर देखाइदिएर हुन्छ, वर्ड काउन्टर भनेर तलतिर हुन्छ, त्यही हेर्दै 60 देखि 70 को यहाँ जसरी देखाउँछ वर्ड काउन्टर त्यसरी नै वहाँनिर पनि वर्ड काउन्टर हुन्छ। 60 देखि 70 को वर्ड राख्नु एकदमै इनफ हुन्छ। त्यति भएपछि अनि क्यापिटलाइज प्रपर नाउन। अब यसले दिएको प्रपर नाउनहरू कहीँ छ भने फर इक्जाम्पल यहाँनिर हिँड्दै यो अटो यो के भनेर दिएको छ है यो नाम, अनि यो त क्यापिटलमा दिएको छ तर यसको अगाडि फुल स्टप त छैन भनेपछि यो प्रपर नाउन हो। अनि तपाईँले यो प्यासेजमा युज गर्नुहुन्छ भने यसलाई पनि यसरी नै क्यापिटलमै लेखेर चाहिँ युज गर्नु। तर यो अब फुल स्टप पछि यता आएको चिजहरूलाई चाहिँ म क्यापिटलमै लेख्छु भनेर उतातिर लेख्न थाल्नु भने त्यो चाहिँ बिग्रिन्छ है। अनि अर्को चिज चाहिँ केहीको पनि सर्ट फर्महरू युज नगर्नु, जस्तै युएसए भयो अनि WWE यस्तै खालको अर्को सर्ट फर्म भनेको मान्छेहरूको नाम हुनसक्छ। अब जस्तै B.S. बहादुर भनेर तपाईँलाई नाम दिएको छ भने अनि तपाईँले सेम यही नै लगेर तपाईँले आफ्नो एन्सरमा लेख्नुभयो भने यो डटलाई पनि त्यसले फुल स्टप नै मान्छ र तपाईँको यो समराइज रिटर्न टेक्स्ट त्यतिमै सकियो। अनि त्यही भएर यस्तो सर्ट फर्महरू अनि मान्छेको नामहरूमा यस्तो सर्ट फर्महरू आएको छ भने यो पनि युज नगर्नु। अनि कन्ट्र्याक्सनमा जस्तै आरन्ट हुनसक्छ अनि कान्ट हुन्छ, वुडन्ट कुडन्ट यस्तो चिजहरू पनि युज नगर्नु, यसलाई फुलमै लेख्नु। जस्तै आर नट, क्यान नट, वुड नट हो यसरी चाहिँ लेख्नु, सानो सानो कन्ट्र्याक्सनमा चाहिँ नलेख्नु। अर्को चिज भनेको केही चिज थाहा छैन अरे, प्यासेज पढ्दा पढ्दै केही चिज आएन, प्यासेज गरिरहनु भएको छ, समराइज गरिरहनु भएको छ र यसरी नै मोर ओभर फर्दर मोर हालेर तपाईँले सेन्टेन्स बनाउँदाखेरि मिलेन जस्तो लाग्छ भने त्यो नलेख्नु। रङ लेख्नुभन्दा नलेखेकै एकदमै राम्रो हुन्छ। त्यही भएर नआएको चिजहरू चाहिँ नलेख्नु होला। सबै आउँदैन भने चाहिँ प्र्याक्टिस गर्नै पर्छ। प्र्याक्टिस गर्दा गर्दा तपाईँलाई थाहा भएको चिज यो पछि यो युज गर्न मिल्छ है, यो ग्रामर यसरी युज गर्न मिल्छ भनेर थाहा भएपछि चाहिँ तपाईँलाई खासै प्रब्लम हुँदैन समराइज रिटर्न टेक्स्टमा पनि। मैले पनि प्र्याक्टिस गर्दा चाहिँ यही गरेर गएको थिएँ तर क्वेसन चाहिँ वहाँनिर अलिकति गाह्रो खालको आएको थियो। क्वेसन मेरो लगभग यही नै आएको थियो, एक्ज्याक्टली यही चाहिँ होइन, अर्बनाइजेसन एन्ड अर्बन ग्रोथ भनेर आएको थियो अरे क्वेसन। अलिअलि चाहिँ यही प्यासेजबाट थियो अनि अलिअलि एक्स्ट्रा चिजहरू पनि थियो। एन्ड बट हालेर युज गर्दाखेरि मेरो मिल्दै नमिल्ने खालको थियो त्यो प्यासेज। अनि मैले आफ्नै पारामा प्यासेज पुरै पढेर अर्बनाइजेसन र अर्बन ग्रोथको डिफ्रेन्स बिट्विन जस्तै तरिकाले लेखिदिएको थिएँ त्यहाँनिर एउटा पुरै समराइज गरेर। अब लास्टमा चाहिँ के भन्न चाहन्छु भन्दा तपाईँहरूले एन्सर गर्दाखेरि चाहिँ यो मिल्छ जस्तो लागिरह्यो भने यसरी नै यही टेम्प्लेट जसरी युज गरेर प्यासेज पढ्दाखेरि चाहिँ भनेको कुराहरू मिलिरहेको छ है जस्तो लाग्छ भने चाहिँ युज गर्नु, मार्क राम्रै आउँछ। मिल्दैन भने चाहिँ आफैले बनाएर पनि लेख्नु, अलिअलि भए पनि सिक्नु। त्यो ग्रामरहरू स्पेलिङहरू मिस्टेक नगरिकन लेख्नु, फाइनल एकचोटि चेक गरेर मात्रै सबमिट गर्नु। टाइम 10 मिनट हुन्छ, त्यो 10 मिनटमा 7 मिनटमा भ्याएर 3 मिनट म पछाडिकोलाई टाइम दिन्छु भन्नलाई त्यो टाइम पछाडि दिन नि मिल्दैन। त्यही भएर 10 मिनट आनन्दले त्यतिकै बसे नै हुन्छ। अनि टाइम सकिसकेपछि आफै नै सबमिट हुन्छ, तपाईँले सबमिट क्लिक गरिरहनु पर्दैन। त्यही भएर त्यो 10 मिनट मजाले युटिलाइज गर्नु, 2-3 चोटि चेक गर्नु, आफूले लेखेको
एन्सर पढ्दाखेरि आफैले मैले बुझिरहेको छु कि रहेको छैन भनेर पनि एकचोटि सोच्नु, अनि चाहिँ फुल मार्क आउँछ है। अब अरू सेक्सनहरू पनि मैले कसरी गरेँ भनेर थाहा पाउन मन छ भने चाहिँ अब फलो गर्दा नि भयो, नत्र प्र्याक्टिस गरेर बस्नु, एउटै मात्रै टेम्प्लेटको भरमा चाहिँ नबस्नु, अलिअलि आफैले पनि सेन्टेन्सहरू बनाउन चाहिँ अलिअलि सिक्नु।